छोटो के भन्नु छ नि हजुर छोटो के भन्नु छ भने पञ्चकन्या बासँग थोरै गराउनु पञ्चकन्या पाथिभरा मन्दिरमा त्यसको बारेमा थोरै भनिदिनु तपाईले थोरै जानेसम्म सुनेसम्म मैले अहिलेसम्म जानेको कुरा के हो भने पञ्चकन्या माता भर्खरै उत्पत्ति हुनुभएको हो भन्ने कुरा थाहा भयो। मलाई पनि पञ्चकन्या माता को दर्शन गर्नका लागि आउने इच्छा भयो। तपाईँ हामी सबैलाई भगवानको एउटा कृपाले हामी आउन सफल भयौँ। यहाँ माई भगवतीको चाहिँ जलाश्रय हो। माई भगवतीको एउटा चाहिँ आफ्नो चाहिँ बाटो। त्यस्तै सङ्गममा भगवती पञ्चकन्या माताले अवतार लिनुभयो र यो पञ्चकन्या माताको अवतार भनेको चाहिँ यो अवस्थामा हरेक मनुष्यको कल्याणका लागि भगवान् भगवतीले आफ्नो दर्शन दिनुभएर अब नयाँ एउटा युगको सुरुवात। तपाईँ हामी सात्विक बन्नु पऱ्यो, भगवान्प्रति आस्थावान हुनु पऱ्यो, भगवानको सेवा गर, भक्ति गर, तिम्रो जीवन सार्थक हुनेछ भनेर भगवान् भगवतीले आफूले प्रकट भएर हामीलाई जीवन सार्थक बनाउनका लागि हामीलाई यो दर्शन दिनुभएको हो। सदा सर्वदा हामी मातामाथि नै हाम्रो भक्ति लागिरहोस् र हाम्रो जीवन धान्य होस्। हाम्रो संसार यो नेपाल भूमि पनि अब पवित्र बनोस्, नयाँ दिनको सुरुवात होस्। यही शुभकामना तपाईँलाई हार्दिक शुभकामना। हस्, धेरै धेरै धन्यवाद। पाथिभरा पञ्चकन्या मन्दिरप्रति थोरै आफ्नो भनाइ। छोटो केही छ भने पाथिभरा दर्शनमा हामी आज आएका छौँ र हामी यहाँबाट माताको आशीर्वाद लिएर सम्पूर्ण हाम्रा भक्तजनहरूलाई सुख शान्ति दिनुहुनेछ र सुख सौभाग्य मिल्नेछ, आयु वृद्धि हुनेछ र भोलिका दिनमा सङ्कट अनेकौँ दर्द दुःखहरू दारिद्र्यहरू नाश हुँदै जानेछन् भन्ने म मातासँग